हाम्रो हजुरबा काठमाडौँबाट आउनुभएको रहेछ बाटोमा मभन्दा अघि हुनुहुन्छ होइन म चाहिँ हजुरबा टाढै हिँड्नुभएको बुवा भन्छु टाढै पुग्नु पर्ने हो बुवा टाढैबाट आउनुभयो बुवा किन नबोल्नु भएको हजुरबा टाढैबाट आउनुभएको कहाँबाट आउनुभएको कहाँ त्यही भने चाहिँ हजुरबा चाँडोबाट अनि अहिले टाढै पुग्नु पर्ने रात पर्न लाग्यो त पुग्ने बेला भयो घर आइपुग्यो हो यता हेर्नु न त कहाँ हो तपाईँको घर आमा नयाँ चस्मा लाएर हिरो भएर आउनु भयो खुसी छ अनि हरिचन्द्रले यसो जोड्यो आज त हुन्छ भने कान्छा आएपछि ए खुसी छ फिल्म फेरिदिन्छ लिएर जान्छ भने फेरि ल्या ए फिल्म मात्रै फ्रेम मात्रै 1000 लियो फ्रेमको 1000 1200 भन्दो रे ए त्यो काट्नु नमिल्ने अनि बनाले अनि काठमाडौँको बसाइ कस्तो भयो त ठिकै भयो त्यो रमाइलो भयो माइली सानोमा गर्दै भेटिएन ए सानोमा जाने भनेर थाहा नपायो हामी त्यो दिन जानेमा थियौँ आमै खुसी भएर हजुरको यहाँ आमालाई पिर परेको थियो होइन हजुर नआउने भनेर आउनुभएको रमाइलो भयो बेलुका चाहिँ सुन्नै हो नि के को म हो नि म हुन्छ केटा रहेछ के अरे फेरि थक्कन नभनेर को केटा तपाईँको भिडियो बनाऊ कि म गएँ कपडा चेन्ज गरेर आउँछु